हैन होला नि त त्यो त्यस्तो छैन त्यहाँभन्दा अलि तलसम्म आउने यताउता हेर्ने झुट बोल्ने तलसम्म त हेरिन्छ कहिलेकाहीँ तर हुँदैन मान्छे नै हुँदैन अनि कति ठगेर जान्छ कतिपय मान्छेहरूले त्यहाँदेखि सबै म पनि पीडित भन्दै फेरि आउनु थाल्छु भने त म त गएँ त अनि त्यही भएर पहिला बुझेर होइन के छ कन्डिसन कस्तो रहेछ उहाँहरूको कुन अवस्थामा हुनुहुन्छ त त्यो सबै बुझेर अब उहाँलाई अब त्यस्तै गाह्रो छ त्यस्तै उ छ भनेपछि गरिदिन्छु केही फरक परेन त्यहाँ हाल्न सक्छु कि किन हाल्नु अर्काको अनुमति बिना के जुरुम गरेको छ मैले कसैको केही चोरेर खाएको छ कि कसैको खानाको भाग खोजेर भोलि पछि कसैलाई तपाईँले ठग्नु भयो के गर्नु भयो भने त लक्ष्मी डाँगीबाट उजुरी जाहेरी दिनुपर्ने कस्तो लक्ष्मी डाँगीको लक्ष्मी मेरो नाम लक्ष्मी डाँगी होइन मेरो नाम तपाईँको दुईटा मुख छ दुईटा मुखले दुईटा कुरा नगर्नुहोस् न फेरि कहाँ छ दुईटा मुख तपाईँको के दुईटा मुख छ स्पष्ट देखिरहेको छ जसरी अहिले तपाईँ लक्ष्मी डाँगीबाट होइन लक्ष्मी भण्डारी भइसक्नु भएको छ कसले भन्यो लक्ष्मी भनेको लक्ष्मी मेरो दिदीको नाम हो अङ्ग्रेज दिदीको नाम लक्ष्मी भण्डारी हो मेरो होइन दर्शक पछिल्लो समय निकै चर्चामा रह्यो कि माया डाँगी हाम्रो माझमा हुनुहुन्छ अब त्यो चाहिँ मैले सम्बोधन गरेँ तर हामी माझ आज हुनुहुन्छ लक्ष्मी डाँगी स्वागत छ हजुर कसलाई भने हजुरको शुभ नाम लक्ष्मी डाँगी होइन के हो माया डाँगी हो नागरिकता देखाउन सक्नुहुन्छ मैले तपाईँलाई नागरिकता देखाउन तपाईँ को हो र होइन हामीले त देखेका थियौँ तपाईँको एटिएममा माया डाँगी छ क्या म एटिएम चलाउनै नजाने मान्छेलाई एटिएम छ भनेर तपाईँ हावा कुरा बोल्ने खाताको क्युआरमा पनि यसो हेर्दाखेरि मिटिङ मेरो मम्मीको हो लक्ष्मी डाँगी लक्ष्मी डाँगी चाहिँ तपाईँको मम्मीको नाम अनि त्यो खाता चाहिँ तपाईँ चलाउनुहुन्छ फेरि कसरी अनि मम्मीको नाममा दर्ता गरेपछि मम्मीको नामको खाता चलाउँदिन त म तपाईँको हामी नागरिकता सहित प्रुफ सहित फेरि हामी यो प्रमाण जुटाएर फेरि हाल्न सक्छौँ है फेरि दम छ फेरि विचार गर्नु तपाईँ फेरि कृष्ण दाइ मेरो भाइ त्यो हटा भनेर तपाईँलाई साइड लाउनु नपरोस् फेरि ए तपाईँले अनि प्रमाण अब त्यो जुटाएर हाल्न त मिल्यो अब मेरो नाम के को प्रमाण मैले यहाँ के गुनाह गरेको छु र प्रमाण भन्नलाई होइन लक्ष्मी डाँगीलाई अनि माया डाँगी भनेर कसले भन्यो मेरो नाम माया डाँगी हो झुटो नबोल्नुहोस् है यतिका दर्शकहरूलाई तपाईँ झुटो नबोल्नु तपाईँ चाहिँ झुटो नबोल्नु कि मेरो नाम तपाईँले आज मात्रै तपाईँले अर्को एउटा पेज मोनिटाइज गर्नुभएको छ तर त्यहाँ गुगलमा तपाईँको त्यो नागरिकता सेभ भइसकेको छ त्यहाँ फेरि दर्शकले हेर्न सक्छन् होइन साँच्चीको यथार्थ भन्दैछु म होइन यस्ता कुरा पत्याएर हुन्छ त्यो पनि कृष्ण राईको कुरा फेरि अरूको भए नि हुन्थेन ईश्वर दाईको भयो के हुन्छ उहाँको चाहिँ ईश्वर दाई झन् माको अगाडि नि ईश्वर दाई झन् लास्टको अगाडि साँच्चीकै मायाजी तपाईँलाई त धेरै दर्शकले माया नामले नै चिने होइन चिन्नु होइन मेरो नामै माया डाँगी हो तपाईँको जन्म होइन जन्मदेखि राखिएको नाम मेरो जन्मदेखि राखिएको नाम मेरो अब तुलसी डाँगी हो खासमा मेरो अब बाउले राखेको जन्म के भन्छ त्यो गरेको अब घरमा बोलाउँदाखेरि अब यताउता राखेको नाम चाहिँ माया डाँगी तर तपाईँको नागरिकतामा चाहिँ र मलाई तुलसी डाँगी भनेर मन पर्दैन माया डाँगी नै नाम मन पर्छ माया डाँगी नै भनेर धेरैले चिन्न पनि चिने त्यो नाम नै तपाईँलाई राम्रो लाग्छ तर लक्ष्मी डाँगी भनेर मेरो नाम होइन क्या कस्तो हो र भने झुटो नबोल्नुहोस् है त होइन भन्दैछु तर तपाईँको दुईटा मुख छ दुईटा मुखले दुईटा कुरा नगर्नुहोस् न फेरि कहाँ छ दुईटा मुख तपाईँको के दुईटा मुख छ स्पष्ट देखिरहेको छ त त्यो त अब यो त प्याटो हो नि के को दुईटा मुख भनेको ए त्यो पनि बोल्दाखेरि अलिकति यसो हल्ले जस्तो देखियो त तपाईँ आँखा हल्ले हल्ला मुख हल्ले होइन यो ट्याटो चाहिँ कहीँ हल्लिन्छ भने तपाईँ यसरी झुटो चाहिँ किन बोल्नुहुन्छ क्या दर्शकलाई मैले झुटो चाहिँ कहाँ बोले तपाईँको खाता पाता नेपालको नागरिकता होइन सरकारी कार्यालयमा चाहिने कागजातमा चाहिँ लक्ष्मी डाँगी छ माया डाँगी हो माया डाँगी नै रहन्छ बुझ्यो कसले भन्यो लक्ष्मी डाँगी यो हेर्नुहोस् त एकचोटि त्यो अर्काको देखाएर हुन्छ यो तपाईँको फोटो सहित यहाँ छ कहाँ छ त्यो मेरो फोटो सहित हावा कुरा बोलेर हुन्छ लिनुहोस् त यो म किन लिनु कसको रहेछ हेर्नुहोस् त्यो होइन फोटो त तपाईँको छ त होइन त्यो तपाईँले अहिले त्यो एडिट गरे होला सायद होइन हामी हाल्न सक्छौँ है यो हाल्न सक्छौँ कि किन हाल्नु अर्काको अनुमति बिना के जुरुम गरेको छ मैले कसैको केही चोरेर खाएको छ कि कसैको खानाको भाग खोजेर भोलि पछि कसैलाई तपाईँले ठग्नु भयो के गर्नु भयो भने त लक्ष्मी डाँगीबाट उजुरी जाहेरी दिनुपर्ने कस्तो लक्ष्मी डाँगीको लक्ष्मी मेरो नाम लक्ष्मी डाँगी होइन मेरो नाम माया डाँगी हो अब त म भण्डारी भइसकेँ डाँगीबाट पनि बुझ्नु भयो लक्ष्मी भण्डारी माया भण्डारी जसरी अहिले तपाईँ लक्ष्मी डाँगीबाट होइन लक्ष्मी भण्डारी भइसक्नु भएको छ कसले भन्यो लक्ष्मी भनेको लक्ष्मी मेरो दिदीको नाम हो अङ्ग्रेज
नाम लक्ष्मी भण्डारी हो, मेरो होइन। मेरो नाम माया भण्डारी हो। अहिले गालासाला फुटाइदिउँला अहिले। त्यसरी आवेशमा नआउनुहोस् है तपाईँ। अनि चाहिने कुरा सोच्नु न अनि। भाइ त्यो गालासाला फुटाल्छु भनेर त्यो धाकधम्की नदिनुहोस् है। धम्की दिए होइन, तपाईँले नचाहिने कुरा गरेपछि रिस उठ्दैन भने। हामी त त्यो आधिकारिक रूपमा तपाईँकै सबै थाहा पाएरै सोधेका हौँ। कस्तो के थाहा पाएर? सबै कुरा थाहा पाउनलाई वैज्ञानिक हो र भने। तपाईँको क्युआरमा लक्ष्मी डाँगी छ। कसको क्युआरमा? अरूको नाम के? लक्ष्मी डाँगी छ। लक्ष्मी के एउटा तपाईँको मान्छे? नेपालको नागरिकतामा लक्ष्मी डाँगी छ। चुप लाग्नु। लक्ष्मी के एउटा मान्छेको मात्र नाम हुन्छ? कतिको हुन्छ नि? तर अनुहार त तपाईँको छ नि त। मेरो जस्तो अनुहार परा के थाहा, अर्को कोही आयो होला। मेरो मात्र अनुहार हुन्छ नि? अहिलेको एआईले भैँसीको जिउमा स्यालको त्यो अनुहार टाँसे जस्तो हो कि त्यस्तै भएको हो? त्यस्तै होला, मलाई थाहा भएन। ओके, अहिले पछिल्लो समय अनि तपाईँले अब धेरै सोसियल मिडियामा आएका हल्ला अनुसार तपाईँ छिट्टै आमा बन्दै हुनुहुन्छ भन्ने कुरा कसले भन्यो फेरि? होइन, मलाई थाहा नभएको कुरा तपाईँहरूलाई कसरी थाहा हुन्छ? तपाईँ देखाउनुहुन्छ त। अब त्यो यसमा अब टावल हालेर पेटमा यसो भिडियो बनाए नि, रहर लाग्यो नि त भिडियो बनाउन, त्यही भएर। त्यो छिट्टै आमा बन्ने रहर छ, यसको मतलब हामी यसरी बुझ्नु पर्यो। बन्ने रहर त छ, तर अझै नबन्ने, अलि पछि भन्ने। भिडियो त बनाउनु पायो त अनि? भिडियो बनाउनु पाउँदैन र भने? उसो भए लक्ष्मी डाँगीले जो दर्शकहरूलाई ढाड्न एकदम झुटो बोल्न धेरै जाने किसिम होइन? के धेरै जाने किसिम? लक्ष्मी डाँगीले दर्शकहरूलाई ढाड्न झुटो बोल्न धेरै जाने किसिम। म होइन, के हो त? म माया डाँगी हो। माया भनेर क्वेसन गर्नुहोस्, नत्र भनेपछि नगर्दा राम्रो। उठेर गइदिन्छु। उठेर गइदिन्छु। हामी प्रमाणसहित फेरि हालिदिन्छौँ फेरि। हाल्नु ल, तपाईँको दम छ भने। होइन, हामी त हाल्छौँ। त्यही त हेरौँला। तपाईँको नागरिकतासहित, अरे नागरिकतामा भएको त्यो फोटोसहित। त्यो त अब अहिले एआईबाट एडिट गरेर कहाँबाट कसमा टाउको कता कता जोडेर हालिहाल्छ नि। हावा कुरा गरेर हुन्छ? कुकुरको जिउमा भैँसीको टाउको जोडिदिनु जस्तो। लास्टमा फेरि कृष्ण दाइ कहाँबाट आयो भन्दा खोज्दै हामी फेरि अन्त भाग्ने होला फेरि। ओके मा, यी त अब रमाइला कुराकानी पनि भयो। यथार्थ तपाईँको नाम चाहिँ अब हामीले थाहा छ, त्यो प्रमाणसहित हामीले यो भिडियो अहिले हामी माया भण्डारी भइसक्यो। अब चाहिँ अलिकति तपाईँको व्यवसाय कुराकानी गरौँ। हजुर। अलि पछिल्लो समय व्यवसायका रूपमा हेरिरहँदाखेरि कतिपय दर्शकहरूले भन्नुहुन्छ मायाका ती पहिलाका आउने भिडियोहरू होइन, जति ग्राहकहरू आएका हुन्थे अहिले चाहिँ देखिँदैनन्। खासै के हो, बिजनेस व्यवसायमा चाहिँ विवाह गरिसके पछाडि अलिकति तपाईँलाई घाटा भएको हो कि पनि भनिरहेका छन्। के हो? त्यस्तो होइन, के चाहिँ हो? अब खै म चाहिँ अब त्यो तरिकाले बुझ्दिनँ पनि, अब त्यो तरिकाले सोच्दिनँ पनि। अब आइराख्नु भएको छ होइन। अब हामीले मसाजमा दिन सक्ने सर्भिसहरू हामीले दिइरहेका छौँ होइन। जसलाई चित्त बुझ्छ, जसलाई राम्रो भइरहेछ हाम्रो मसाजमा आएर होइन, जसलाई आउँदा हाम्रोमा कम्फर्टेबल भइरहेछ, एकदम उहाँहरू खुसी भइराख्नु भएको छ, उहाँहरूलाई आउन एउटा फ्यामिली लिएर आउन एकदम सहज भइरहेछ भनेपछि उहाँहरू आइराख्नु भएको छ होइन। अब जसलाई असहज फिल हुन्छ, जसलाई अब त्यहाँ अलिकति भ्याङ भुङ यताउता अलि उल्टो सोचले आउने टाइपको मान्छेहरू छ भने अब तिनीहरू आउँदैन, नआएको पनि केही फरक पर्दैन। ओके, तपाईँले राम्रो सोचले आउने मान्छे आइराख्नु भएको छ अहिलेसम्म। ओके, तपाईँले यो भन्दै गर्दाखेरि तपाईँ त एउटा समाजसेवी पनि व्यक्ति हो होइन? धेरै ठाउँमा गएको छ, समाजसेवी नै हो नि होइन? बाजुरा गएर पनि अलिकति आर्थिक सहयोग गर्नुभयो। अब त्यो त अब सकेको जति अलिअलि गरियो, साथीभाइले गर्नुभएको थियो होइन। अब अहिले चाहिँ अब छैन त्यसरी म उसमा। अब पहिला चाहिँ गरेँ, अब आफूले सके जति गरेँ। अब अहिले आफूले बिहे गरिसकेपछि अब आफ्नो कामतिर पनि ध्यान दिनु पर्यो, घरतिर पनि ध्यान दिनु पर्यो। त्यही भएर त्यो सब कामतिर अहिले चाहिँ छैन। म पहिला चाहिँ गरेको हो, जस पहिला चाहिँ गर्नु भएको गरेको। पछिका दिनहरुमा गर्ने यसो समस्या हेरौँ, भाग्यले साथ दिएसम्म, आफूलाई अब परिआएसम्म, पुगेर आएसम्म होइन, अलिअलि गरौँ भन्ने अझै सोच छ। हेरौँ अब पछि के हुन्छ। समाजसेवा गर्ने अझै हुटुटी छ तपाईमा होइन? कहिलेकाहीँ तपाईँ व्यवसायिक मान्छे पनि हो, यस्तै दुःख पीडामा परेका मान्छेहरू म पनि हुन्छ नि त, मसाज गर्न पाएँ हुन्थ्यो होइन? मसाज गरिसकेपछि केही मेरा रोगहरू ठिक हुन्छन् कि भन्ने पनि कतिपयको त्यो चासो गुनासो र त्यो बाध्यता हुनसक्छ। कुनै 1 रुपियाँ नभएका व्यक्ति अथवा अलिकति समस्यामा परेका मान्छे तपाईँकोमा आइसके पछाडि होइन, त्यस्ता मान्छेलाई तपाईँ चाहिँ त्यो सेवा दिन सक्नुहुन्छ कि भन्नु? अब त्यो अब उहाँको कन्डिसन हेरेर, उहाँको अवस्था हेरेर त्यतिकै अहिले मैले यहाँ गरिदिन्छु भनेर फेरि भोलिदेखि सबै म पनि पीडित भन्दै फेरि आउनु थाल्छु भने त म त गएँ त नि।
त्यही भएर पहिला बुझेर होइन के छ कन्डिसन कस्तो रहेछ उहाँहरूको कुन अवस्थामा हुनुहुन्छ त त्यो सबै बुझेर अब उहाँलाई अब त्यस्तै गाह्रो छ त्यस्तै उ छ भनेपछि गरिदिन्छु केही फरक परेन अहिलेसम्म त्यस्ता व्यक्ति आएका छन् कि छैन आउनु भएको छैन कहिलेकाहीँ हुन्छ नि त म नानी यस्तो मेरो अलिकति समस्या छ अलिक पैसा कम भयो बरु म पछि दिउँला होइन त्यस्तो भन्ने कोही आउनु भएको छ त्यस्तो भन्ने चाहिँ आउनु भएको छैन अब बुढाबुढी आमाहरू चाहिँ अब कहिलेकाहीँ अब आयुर्वेदिक तेलले गरेपछि राम्रो हुन्थ्यो होला बहिनी नानी अब त्यति पैसा छैन मिलाएर गरिदेऊ न भन्ने आमाहरूलाई चाहिँ अब एक दुईचोटि दुई तिनचोटि चाहिँ गरिदिएको छु मैले आयुर्वेदिक ओइल 1000मा चाहिँ गरिदिएको छु अब आयुर्वेदिकको त हाम्रो त अब खासमा 1500देखि माथि छ नि त प्राइस अनि अब त्यति नभएपछि 1000मा पनि मैले बुढाबुढी आमाहरूलाई चाहिँ गरिदिएको छु आयुर्वेदिक ओइलले तर त्यस्तरी पैसै नभएको अब त्यस्तो कन्डिसनमा भएको आमा बुवाहरू त्यस्तो कोही पनि आउनु भएको छैन यदि अब यो भिडियो हेरेर कोही व्यक्तिले म लास्टै बिरामी छु यताउता होइन अशक्तै छु मसँग तपाईँलाई दिने त्यो पैसा पनि छैन तर मलाई मसाज गर्ने होइन र शरीरका विभिन्न हुन्छ नि नसाहरू केही भएका छन् अथवा त्यो ठिक हुन्छ भने म गर्न चाहन्छु भनेर यदि त्यो आफ्ना यथार्थ पीडाहरू प्रमाणसहित तपाईँ कहाँ बुझायो भने तपाईँ गर्न राजी हुनुहुन्छ त्यसको लागि त अब बुझेर भने त मैले उहाँको कन्डिसन हेरेर उहाँको अब के छ अवस्था बुझेर त्यसमा गरिदिन्छु त्यो कौन सा ठुलो कुराहरू होइन फेरि तपाईँले यो भन्दै गर्दाखेरि त भोलिबाट तपाईँकोमा बिरामीको होइन कमजोर भएका व्यक्तिहरूको लाइन लस्कर लाग्ला नि त फेरि अब बिरामी भनेर अब त्यस्तो बिरामीलाई त हामीले त अब गर्नलाई हामी डक्टर त होइन होइन एउटा अब हामीले हातले गरिदिने होइन एउटा थेरापी होइन एउटा अब त्यसको रूपमा जान्छ हामी डक्टर त होइन अब उहाँहरूको अब जस्तै नसा च्यापिएको मर्किएको सड्किएको होइन ब्लड सर्कुलेसनहरू नभइरहेको अब जिउहरू एकदमै धेरै दुखिरहेको खण्डमा चाहिँ हामीले उहाँहरूलाई सर्भिस दिन सक्छौँ होइन तपाईँको धामी झाँक्री कहाँ पनि यस्तै हुन्छन् क्या कसैलाई त्यो आँखा नदेख्नेलाई देख्ने बनाउने कान नसुन्नेलाई सुन्ने बनाउने त्यस्तो चाहिँ वैज्ञानिक म होइन त्यो पनि भनेर मान्छेले त्यहाँ लाइन लगाएका हामी देख्न सक्छौँ होला आफ्नो ठाउँमा होला अब आफ्नो विचारले आफ्नो पेसा अनुसार उनीहरूले अब गरेको होला त्यो मलाई थाहा छैन त्यो विषयमा जान्नु पनि छैन र म कुनै वैज्ञानिक होइन ल यस्तो भएर चाहिँ यो गरिदिन्छु भन्ने कुरामा म त्यो गर्दिनँ तपाईँले पनि अहिले भन्नुभयो नि त जस्तै हाड नसा होइन हात खुट्टा दुख्ने त्यो चाहिँ ठिक हुन्छ त्यो चाहिँ अब कतिपयलाई निको हुन्छ कतिपयलाई केही समय रोकथाम हुन्छ अब हप्तामा 10 दिनमा 15 दिनको ग्याप राखेर उहाँहरूले अब गर्न सक्नुहुन्छ तर यो होइन कि एकचोटि मसाज गरेर चट्टै हुन्छ होला यो भन्ने त्यो हुँदैन छिनको छिनमै ठिक चाहिँ हुँदैन बिस्तारै ठिक हुन्छ बिस्तारै ठिक हुने हो एकचोटि दुईचोटि तीनचोटि गर्दै जानु पर्यो मसाज चाहिँ गर्दै जानु पर्यो आफूले अनि अब आफूलाई मसाज गर्दा कस्तो फिल हुन्छ कतिको आफ्नो शरीरलाई फाइदा भइरहेछ त्यो हामीले भन्दा नि आफूले बुझ्ने हो आफूलाई राम्रो भइरहेछ भने आफू अब टाइम मिलाएर जाने जस्तै हप्तामा एकचोटि गर्ने कि 10 दिनमा एकचोटि गर्ने कि होइन अनि आफ्नो बडी अनुसारको आफूलाई कस्तो छ होइन त्यही अनुसारको आफूले गर्ने अहिले कतिजनालाई रोजगारी दिनु भएको छ मायाले अहिले चाहिँ 7 जना हुनुहुन्छ 7 जनालाई रोजगारी दिनु भएको छ होइन अझै थप्ने चाहना छ कि के छ स्टाफहरू अब यसो टिकटकतिर लाइभ बस्दिने अनि जस्तै अब मैले भिडियोहरू बनाउँछु नि मसाजको त्यस्तै गरी भिडियोहरू बनाउने अनि अब खाली टाइममा दिनमा 1-2 भिडियोहरू बनाउने अब बाँकी टाइम कस्टमर आउनु भएको बेलामा चाहिँ अब आफ्नो काम गर्ने त्यस्तो स्टाफहरू चाहिँ अब चाहिरहेछ 2 जना जति यदि कोहीलाई इच्छा छ चाहना छ होइन हजुर भने चाहिँ तपाईहरुलाई सम्पर्क गर्दा हुन्छ यो मैले स्टाफ वान्टेड भनेर पनि हालिरहेको हुन्छु अनि अब त्यही हो उहाँहरूलाई त्यही अनुसारको पर्सेन्टहरू दिइन्छ अनि अब हाम्रो पर्सेन्टको हिसाब गर्दाखेरि कसरी पर्सेन्टको हिसाब गर्दाखेरि 30% देखि हाम्रोमा 35% सम्म छ अब त्यसमा अब कसले राम्रो काम गर्नुहुन्छ गर्न त सबैले राम्रो काम गर्नुहुन्छ तर अलिकति बढी टाइम दिएर कसले काम गर्नुहुन्छ हैन त्यसमा फरक पर्छ र त्यही अनुसारको फेरि हामीले स्यालेरी पनि दिन्छौं त्यस्तो हुन्छ अहिले पछिल्लो समय विवाहित भइसक्नुभयो विवाह गरिसके पछाडि हुन्छ नि त त्यहाँ कोही यहाँभन्दा विगतमा अलि जिस्किने उटपटाङ कुराहरू गर्ने मान्छे पनि गयो होला अहिले पछिल्लो समय त्यस्तो छ कि छैन त्यस्तो छैन पहिला पनि अब त्यस्तो नराम्रो तरिकाले जिस्किने उटपटाङ बोल्ने त्यस्तो टाइपको कोही पनि हुनुहुन्थेन
अहिले पनि त्यस्तो छैन। अब पहिलाको अब बोल्ने साथीहरू पनि बोलिराख्नुहुन्छ, अब मसाज गर्न आउने साथीहरू पनि आइराख्नु भएको हुन्छ, मसाज गर्नुहुन्छ। अब केही काम पर्यो भने बोल्ने त हो नि, अब काम नपर्यो त्यतिकै के बोल्नु, त्यही हो। तर स्पालाई धेरै मानिसहरूले नराम्रो नजरले हेर्छन्। अब आफू नराम्रो भएपछि अब अर्काले गरी खाएको त झन् राम्रो कहाँबाट देख्छन् त, होइन र? त्यही हो। अब नराम्रो नजरले हेर्ने मान्छेले हेर्नुहोस् न त, केही फरक पर्दैन। तर भोलिको दिनमा जुन मान्छेले नराम्रो नजरले हेरेर अरूलाई जज गर्छ नि, उसकै छोराछोरी त्यही होइन, उसले सोच्या भन्दा नि गया गुज्रेको भनेर हिँडेको हुन्छ क्या, त्यो उनीहरूले देख्दैन। अरूको अब अर्काले गरेर खाएको होइन, एउटा अब बोल्ने मान्छे कोही छैन, यसको पछाडि कोही छैन भन्ने तिनीहरूलाई थाहा भएपछि उनीहरूले चाहे म मात्रै होइन क्या, अरू पनि कोही हुन्थ्यो भने छोरी मान्छेहरू अथवा छोरा मान्छेहरू काट्ने मान्छेले कुरा काट्ने मान्छेले काटिहाल्छ क्या। अहिले पनि मायालाई कतिको गाह्रो छ बाहिर यसरी समाजमा हिँड्दाखेरि होइन, ए स्पावाली आयो, यस्तो मसाजवाली आयो भन्ने त्यस्तो के? त्यस्तो मलाई केही फरक पर्दैन, म त्यो सोचाइमा जाँदैन। अब त्यो सोचमा उहाँहरूको जस्तै कमेन्ट अनुसार उहाँहरूको सोच अनुसार जुन मलाई कमेन्टहरू गर्नुहुन्छ त्योमा म सोच्यो भने अब त्यही हो, पागल होइन, पागल भइन्छ र मरिन्छ पनि होइन। तर अब म त्यो सोचाइमा जान चाहन्न त्योमा, किनकि उनीहरूले खाना लाउन दिने पनि होइन, केही होइन, कुरा काट्नेले काटिराख्छ, होस् भनिदिन्छु। मलाई रिस उठ्छ उनीहरूको आइडी हेर्छु, नराम्रो कमेन्ट गर्नेको, चाहे जतिसुकै नराम्रो शब्द मलाई बोलेको होस्, मैले त्यो कमेन्ट र त्यो मान्छेको फोटो छ भने फोटोसहित मैले उठाएर हालिदिन्छु, बेइज्जत उसको पनि हुने हो होइन। अब भिडियो बनाएर किन हालिस् भनेपछि त्यसलाई त्यस्तो कमेन्ट गर्ने अधिकार कसले दियो त, होइन? कमेन्ट गऱ्यो ल, हालिदिएँ, मेरो मर्जी। गल्ती त उसको फर्स्टमा नराम्रो कमेन्ट गर्ने। मैले कसैको चोरेर लुटेर खाएको छैन, नाङ्गे हिँडेको त छैन, कसैले खानलाको भाग खोसेर खाएको त छैन जुन मलाई गाली गर्नुपर्ने आवश्यक होइन। मैले आफ्नो काम गरेको छु, आफूले दिन सक्ने सर्भिसहरू दिएको छु, एउटा कसैलाई जागिर दिइरहेको छु नेपालमै होइन। मेरो कारणले कतिजनाको पेट भरिरहेको छ, कतिजनाको फ्यामिली पालिरहेको छ, मेरो आफ्नै फ्यामिली पालिरहेको छु त्यहीबाट होइन। भनेपछि नराम्रो त गरेको होइन नि त मैले, अहिले 3 वर्ष भयो चलाएको। अब नराम्रो हुन्थ्यो भने के म यहाँ टिक्थ्यो त? नेपाल सरकारलाई ट्याक्स तिर्नु भएको छ, अनि ट्याक्स तिरेको छ, बकैदा दर्ता छ होइन, त्यतिकै त चलाएको होइन। नियममा बसेर चलाइरहेको छु होइन, नियमदेखि बाहिर गएर मैले नराम्रो कामहरू गराएको छैन। अनि त्यो किन मान्छेले नराम्रो नजरले हेर्नु पर्यो त? त्यो गलत हो। त्यसरी मान्छेलाई कहिले पनि काम हेरेर उसको लावाई खावाई हेरेर जज गर्नु चाहिँ हुँदैन। जोस् हेर्ने मान्छेको सकारात्मक सोच हुनु पर्यो। आफू अब त्यही हो, राम्रो छ, राम्रो सोचको छ भने अरूलाई पनि राम्रै सोचको सोच छ र राम्रै नजरले हेर्ने हो जसले पनि। आफू गलत छ भने त्यही हो, सबैलाई गलत नजरले हेर्ने, गलत सोच्ने, त्यही त हो नि, मान्छेको गरी खाएको नदेख्ने। कसैले केही लगाएको छ भने नि ओहो भन्ने, आँखा तार्ने, यस्तो उस्तो भन्ने, त्यही त हो नि नेपाली। अब हाम्रो समाजमा अब त्यस्तै चलिआइरहेको छ, त्यही त हो नि। अब कसलाई के भन्नु छ र, आफ्नो काम गर्ने खाने, त्यही हो। जस महिनामा कति जति इन्कम हुन्छ अहिले पछिल्लो समय? अहिले त्यस्तो धेरै हुँदैन। कति जति हुन्छ? यस्तै 3-4 लाख। 3-4 लाख। त्यसमा अब भाडा तिर्नु पर्यो, स्टाफलाई दिँदा अब आफ्नो यता अलिअलि घर खर्च हेर्दा ठिकै हुन्छ। यो 3-4 लाख चाहिँ कहीँ पनि जाँदैन चोखो? चोखो त के भन्नु, त्योबाट भाडा तिर्ने, स्टाफलाई दिने, अनि सामानहरू ल्याउनु पर्यो, सबै कुरा खर्च गराउँदा त्यस्तै हो, खाइलाई बराबर, त्यस्तो केही छैन। अलिकति त बच्छ होला? हजुर, अब त्यही 2-4 हजार, अब 20-25 हजार भनेको त त्यो अब बचे पनि के गर्नु, एकातिरबाट बच्छ, अर्कोतिरबाट अब खर्च हुन्छ। अनि अब त्यत्रो बाउला औषधिहरू, अब बाध्यसम्म बाउला औषधि खुवाउनु पर्ने छ, आमालाई त्यस्तै औषधि खुवाउनु पर्ने छ, प्रेसरको रोगी त्यही माथि। अब पहिला थाहै छ तपाईँहरूलाई पनि बाबा कति बिरामी हुनुहुन्थ्यो भनेर, अब उहाँको नियमित औषधिहरू अब सबै चलाइराख्नु परेको छ। अब भाइ बहिनी पढाउनु परेको छ, अब त्यत्रो स्टाफहरूलाई स्यालेरी दिनुपर्छ, भाडा तिर्नुपर्छ, बत्ती बिल कहाँ गयो होइन, यताउता सामानहरू सबै जोड्दाखेरि त्यही हो, बराबरै हुन्छ। त्यही हो, अरूको अगाडि हात फैलाउनु चाहिँ परेको छैन, त्यति मात्रै हो फरक पर्नेको। जस आफ्नै देशमा रोजगारहरूलाई दिन पनि भएको छ, दिएको पनि छु, आफ्नो परिवार पनि पालेको छु होइन, उनीहरूको परिवार पनि पालिएको छ, सबै कुरा राम्रै छ। ओके, अन्तिममा पनि छ। अन्तिममा चाहिँ अब लक्ष्मी डाँगी फेरि थप भन्न चाहन्छु, दर्शकहरूलाई चाहिँ के मेसेज छ?
तपाईँले भनेको नाम चाहिँ मेरो होइन, म चाहिँ माया डाँगी हो होइन। सबैजनाले चिनिराख्नु भएको छ। जो अहिले माया तपाईँ हावा कुरा नगर्नु न। यदि जो माया डाँगी अहिले पछिल्लो समय माया डाँगीको नामबाट चिर परिचित छिन्, उनीलाई भोलि बिहान ती माया डाँगीले कोही व्यक्तिलाई होइन केही गरिन्, ठगिन् अथवा केही गरिन् भने लक्ष्मी डाँगीको ठगेर जान्छन्, मैले चाहिँ कसलाई ठग्नु? लक्ष्मी डाँगीबाट चाहिँ उल्टै मलाई ठगेर गएर हुन्छ त्यस्तो नि छन्। ल बहिनी मसँग पैसा आयो होला भनेर यसो गरेर फिटलिक्क भएको छ, ल म्यासेज आउला त भन्यो, ल त पैसा आउन्न। अब त्यो ठग्या त भयो नि। अहिलेसम्म कतिचोटि भएको त्यस्तो? त्यो धेरैचोटि भइसक्यो नि। त्यो कतिले ठग्छ मलाई त्यस्तै त। तपाईँ ती बेला हेर्नुहुन्न? अब हेर्दै उनीहरू निस्किहाल्छ, लास्टमा पैसा नआएर आएको छैन भनेर उ गर्दाखेरि अब मान्छे खोज्दा मान्छे कहाँ पुगिसकेको हुन्छ। कहिले पिछा गर्दै जानुपर्ने कहाँ जानु, अब भेटे पो जानु त होइन होला नि त। त्यो त्यस्तो छैन। त्यहाँभन्दा अलिक तलसम्म आउने, यताउता हेर्ने। झुट बोल्ने तलसम्म त हेरिन्छ कहिलेकाहीँ, तर हुँदैन, मान्छे नै हुँदैन। अनि कति ठगेर जान्छ कतिपय मान्छेहरूले। अनि मलाई ठगिँदा हुन्छ, अनि मैले कहाँ ठग्छु अरूलाई। समय र संवादका लागि धेरै धेरै धन्यवाद। धन्यवाद हजुरलाई पनि। लक्ष्मीजीको शुभ होस्। कस्तो लक्ष्मीजीको, कृष्णजीको शुभ होस्, माया डाँगीको भयो होस् नभए नहोस्। होइन, लक्ष्मीजी भण्डारीको चाहिँ राम्रो होस्। त्यही भएर त तपाईँ अहिले पछिल्लो समय लक्ष्मी नाम भएर तपाईँ जस व्यवसायमा पनि राम्रो आम्दानी गर्नुभएको छ, अरूलाई रोजगारी पनि दिनुभएको छ होइन। कसलाई भन्नुभएको कृष्णजी हजुरले? माया डाँगी, जो अहिले माया डाँगीले चर्चित भएकी छिन् लक्ष्मी भण्डारीलाई मैले भनेको। माया डाँगी हो। भन्नु किन निकाल्नु भएको? किन अब भयो त नि। लक्ष्मी भन्दै तपाईँ डराउनुहुन्छ किन? मेरो नाम लक्ष्मी होइन त, म किन डराउनु? किन खोल्नु भएको त? भयो त, सक्यो भने होइन। लक्ष्मी भण्डारी भन्दाखेरि त तपाईँ त एकदम हाइलकाइल। तपाईँले सक्यो भने सक्यो भयो, समय र समाज त के भने सक्यो भने होइन नि। हस् लक्ष्मीजी, धेरै राम्रो आज मिठो कुराकानी भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। कसलाई भने हो, जसले जसको नाम लक्ष्मी हो त्यसैलाई भन्नु ल। मेरो नाम त माया हो।